नेपालको राजनीतिमा नयाँ पृष्ठ खुल्दैछ। अबको राज्यको बागडोर सम्हाल्ने जिम्मा युवा शक्ति जेन्जीमाथि आइपरेको छ। आन्दोलन भइरहँदा सायदै कसैले पनि कल्पना गरेको थिएन होला कि यति ठुलो जिम्मेवारी काँधमा आइपर्छ भनेर। त्यसकारण पनि विविध प्रश्नहरू उठिरहेका छन् कि कार्यभार कसलाई दिने, नेतृत्व चयन कसरी गर्ने र देशको अगाडि बढ्ने मार्ग के हुनेछ, यी विविध कुराहरू उठिरहेका छन्। र वर्तमान राजनैतिक अवस्थामा चुनौती र अन्यलता छाएको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ। यदि पारदर्शी नेतृत्व समयमै चयन भएन भने समस्या अझै बढ्नेछ, विदेशी शक्ति हावी हुनेछ र चयन गरेको नेतृत्वले सही ढङ्गले सही र पारदर्शी किसिमले काम गर्न सकेन भने पनि देश अर्को द्वन्द्वतिर जान सक्ने सम्भावना देखिन्छ। त्यसकारण सक्षम, पारदर्शी र छिटो निर्णय आजको अपरिहार्य आवश्यकता भएको छ। यदि युवा शक्ति सक्षम, सहज र सहकार्यपूर्ण तरिकाले अगाडि बढ्यो भने नयाँ नेपाल केवल सपनामा मात्र होइन, वास्तविकता बन्नेछ। तर यदि ढिला गर्यो भने आर्थिक अस्थिरता मात्र होइन, आर्थिक विकास र राष्ट्रिय स्वतन्त्रतामा पनि जोखिम पर्नेछ। विदेशी शक्ति हावी हुनेछ, देशमा विदेशी चलखेल बढ्नेछ र फेरि रक्तपातको अवस्था सिर्जना हुनेछ। त्यसकारण अब हामीसँग समय एकदमै कम छ। यो गोल्डन अवसरमा सक्रिय र सक्षम नेतृत्व चयन गरेर देशलाई उज्जवल भविष्यतर्फ अगाडि बढाउँ र नयाँ नेपालको निर्माण गरौँ।